एउटा यस्तो कल्ट जसको 39 वटा मेम्बर्सले मास सुसाइड गरिहालेको थियो। यो कहानी हो कल्ट हेभेन्स गेटको, जसलाई चाहिँ मार्शल एप्पलवाइट र बोनी नेटले फर्म गरेको थियो। यो कल्टको मेन बिलिफ चाहिँ के थियो भनेपछि जो पनि मान्छे यहाँ आछ वा यो कल्टसँग इन्भल्भ छ तिनीहरू डे अफ जजमेन्टमा आफ्नो यो ह्युमन बडीबाट निस्केर एउटा युएफओ थ्रु नेक्स्ट स्टेज या फिर नेक्स्ट लाइफमा एसेन्ड हुन्छ। सो हरेक कल्टमा हुन्छ। यो कल्टमा पनि यिनीहरूको हेडहरूले के नियम बनाएको थियो, यिनीहरूलाई चाहिँ बाहिरको रिलेसनसिपहरूबाट पुरा कट अफ गरेको थियो र यिनीहरू चाहिँ भित्र पनि कुनै पनि प्रकारको सेक्सुअल डिजायर वा सेक्सुअल रिलेसनसिप पनि राख्न फोरबिडन थियो। यिनीहरूले चाहिँ आफ्नो लाइफलाई एकदम सिम्पल लाइक एउटा मङ्क जस्तै बाँच्छ त्यस्तै बाँच्थे र यिनीहरूले चाहिँ एप्पलवाइट र बोनी नेटलाई चाहिँ आफ्नो टिचर मान्थे। यिनीहरूले कसैलाई पनि फोर्स गर्दैनन् कुनै पनि प्रकारले कि यहीँ रुक वा तिमीहरू हाम्रै भनेको मान। यिनीहरूले त जो मान्छे यहाँबाट जान्छ त्यसलाई बस टिकट पनि दिन्थे कि तिमीहरू आफ्नो फ्यामिलीसँग भेट्न सक्छौ वा भेटेर आऊ। यिनले चाहिँ जुन वर्ड्सहरू हामी कमनली युज गर्छौँ तिनीहरूलाई चाहिँ अर्कै वर्डले रेफर गर्थे कि लाइक कसैलाई पनि आफ्नो पास्ट लाइफको बारेमा याद नहोस्। फर इक्जाम्पल बेडलाई यिनीहरू स्लिपिङ चेम्बर भन्थे र नाइटफललाई नक्टर्नल एब्रेसन र यस्तै अरू वर्ड्सहरूले पनि यिनीहरूले चाहिँ मोडिफाई गरेर या फिर अर्कै मिनिङ निकालेर भन्थे कि लाइक कुनै पनि प्रकारले मान्छेमा त्यो सेक्सुअल डिजायर या फिर आफ्नो पास्ट रिलेसनसिपको बारेमा केही पनि नजाओस्। यहाँ एउटा नर्मल कपल पनि थियो जसको नाम थियो फ्र्याङ्कलिन र एरिका। फ्र्याङ्कलिन र एरिका बहुत टाइमबाट एकसाथ हुँदा पनि यिनीहरू जब यो कल्टलाई जोइन गरे त यिनीहरूले डिसाइड गरे कि यिनीहरूलाई कम्प्लिटली कट अफ गरिहाल्छन् एकअर्कालाई भेट्न वा कुनै पनि प्रकारको डिजायर्सहरू राख्न। किनभने यिनीहरूले मान्थे कि यिनीहरूले यस्तो डिजायर्सहरू राखे त यिनीहरू जब डे अफ जजमेन्ट आउँछ त अरूहरूभन्दा लेफ्ट बिहाइन्ड भइहाल्छन् वा फिर यिनीहरू चाहिँ तिनीहरूसँग जान सक्दैनन् नेक्स्ट स्टेजमा फिर नेक्स्ट बिग लाइफमा। यिनीहरूको मनमा कुनै पनि सेक्सुअल थट्स पनि आउन प्रोहिबिटेड थियो र इफ कसैलाई नक्टर्नल एब्रेसन वा नाइटफल जो यिनीहरूले चाहिँ नक्टर्नल एब्रेसन भनेर भन्थे त्यो हुन्थ्यो त तिनीहरू सिम्पली भनेको थियो कि तिमीहरू बाथरुमको टावेल युज गरेर र जब पनि तिमीलाई यो सब हुन्छ त तिमी त्यो रिकर्ड बुकमा चाहिँ सबै डिटेल्सहरू लेखेको हुन्थ्यो कि कसलाई चाहिँ यो नक्टर्नल एब्रेसन भन्ने वा फिर नाइटफल भन्ने हुन्थ्यो त्यसलाई त्यहाँ रिकर्ड बुकमा राख र हरेक रिकर्ड तिनीहरूले चेक गर्थे कि लाइक कसको मनमा अहिले पनि त्यो डिजायर वा थट आउँथ्यो र तिनीहरूले चाहिँ त्यो मेम्बरसँग पर्सनली कुरा गर्थे वा त्यो मेम्बरलाई यस्तो फिल गराउँथे कि जुन दिन डे अफ जजमेन्ट आउँछ तिमी पछाडि छुट्टिहाल्छौ अरूभन्दा कि लाइक तिमीहरू नेक्स्ट लाइफमा ट्रान्जेन्डै गर्न सक्दैनौ इफ तिम्रो दिमागमा यो थट्स आइराख्यो वा तिमीहरू कुनै पनि प्रकारको सेक्सुअल एक्टिभिटिजमा इन्भल्भ भयो वा आफ्नो पास्ट लाइफको बारेमा सोच्यो भने। 1980सम्म यो कल्ट एकदम नर्मली अपलोड गरिराखेको हुन्छ। लाइक यो टाइममा धेरै मेम्बर्सहरूले यिनको कल्टलाई छोड्छन् तर छोड्ने बित्तिकै केही टाइमपछि यिनीहरू फेरि फर्किहाल्छन्। तर कहानीमा ट्विस्ट तब आउँछ जब 1980समा बोनी नेटको हेल्थ बिग्रिन्छ र पछि डक्टरको चेकअपले थाहा हुन्छ कि उसलाई आएको क्यान्सर छ। उनीहरूले सुरुमा त डिसाइड गर्छन् कि प्रोस्टेट आई लगाएर उसलाई बचाइहाल्ने, बट त्यति बेलासम्म बहुत लेट भइहाल्छ किनभने बोनीको बडीमा क्यान्सर फैलिसकेको हुन्छ। केही टाइमपछि बोनीको डेथ पनि भइहाल्छ र यो हेरेर कल्टको अरू मेम्बर्सहरू अचम्म मानिहाल्छन् कि लाइक तिनीहरूलाई लागेको थियो बोनी र एप्पलवाइट त तिनीहरूसँग जजमेन्ट डेको एन्डसम्म हुन्छन् र तिनीहरूले नै तिनीहरूलाई अर्को लाइफ यानि नेक्स्ट स्टेजमा एजेन्ट गर्न हेल्प गर्छन्। तर यो कुराले अरू मेम्बर्सहरूलाई पनि अचम्म पार्छ र त्यसपछि एप्पलवाइटले तिनीहरूलाई सम्झाउँछ कि लाइक यो नर्मल हो र बोनीको जुन त्यो सो कल्ड भेहिकल जुन यिनीहरूले रिफर गर्छन् नेक्स्ट लाइफमा जानको लागि त्यो चाहिँ बिग्रिहाल्थ्यो, त्यही भएर बोनीको डेथ भइगयो। यसले धेरैजनालाई कन्भिन्स त गरेन, त्यही पनि एप्पलवाइटको जुन त्यो मास्टर माइन्ड स्किल थियो ब्रेन वासिङको उसले तिनीहरूलाई फोर्स गरिदियो कि हो पत्याउन कि कि लाइक बोनीको बडीमा या भेहिकलमा केही न केही त प्रब्लम आइगएको थियो त्यसैले उसलाई ट्रान्जेन्ड गर्नु पर्यो अर्को लाइफमा तिनीहरूको बिना। यो टाइमपछि एप्पलवाइट पनि सुस्त मेन्टली अनस्टेबल हुन थाल्यो किनभने बोनीले नै त्यो ग्रुपमा सबै कुरा सम्हाल्थे र जति पनि रुल्सहरू थिए जो एप्पलवाइटले बनाउँथ्यो या फिर तिनीहरू मिलेर बनाउँथे त्यो सबै बोनीले नै मन्डर गर्थे। र यो टाइमपछि कल्टमा पनि धेरै अनस्टेबिलिटी आयो र धेरैजनाले छोड्ने र वापस आउने क्रम धेरै इन्क्रिज भयो 1980समा र यिनीहरूलाई थाहा भएन कि अब कल्टमा हुन्छ कि र इफ कुनै पनि मेम्बर यो कल्टमा यसरी मरिराखेछ भने कि यिनीहरू लिटरली अर्को लाइफमा जान सक्छन्। यिनीहरूको मनमा सुस्त यो जुन डाउट थियो त्यो क्रिपिन हुन थालेको थियो। यही अनसर्टेनिटीले गर्दा धेरै मेम्बर्सहरूले यो टाइम पिरियडमा कल्टलाई छोड्छन् र यहाँ एउटा म्यारिड कपल हुन्छ सुजेन र बेनकुक जिनीहरूले आफ्नो 10 सालको छोरीलाई पनि छोडेर आउँछन् तर तिनीहरूले डिसाइड गर्छन् कि तिनीहरू आफ्नो छोरीसँग फेरि फर्किन्छन्। लाइक सोच यार तिमी 10 सालको बच्चालाई छोडेर आइरहेछौ दुईजनाले गर्दा लाइक कुन हदसम्म मेनिपुलेट गरेको होला एप्पलवाइट र बोनी नेटले।
जस्तै तिनीहरू घर पुग्छन्, उनीहरूको छोरी अब 16 वर्षको भइहाल्छ र त्यसलाई विश्वास हुँदैन कि लाइक त्यसको मम्मी बाबा लिटरली रिटर्न गरिसकेछन्। यही टाइम पिरियडमा एउटा अर्को कपल फ्र्याङ्कलिन र एरिका जो यो ग्रुपमा आउने भन्दा अगाडि पनि कपल थिए, तर बिचमा तिनीहरूले डिसाइड गरेको थिए कि यो जब यिनीहरू नेक्स्ट लाइफमा जान्छन् त तिनीहरू फरेभरको लागि साथमा हुन्छन् र त्यसैले यिनीहरू डिसाइड गरेको थिएन कि जबसम्म तिनीहरू कल्टमा थिए तबसम्म यिनीहरू कुनै पनि प्रकारले फिजिकली कुनै पनि प्रकारले इमोसनली पनि यिनीहरू कुनै पनि प्रकारको रिलेसनसिप राख्दैनन्। त जस्तै तिनीहरू बाहिर निस्किन्छन् त तिनीहरूले फेरि एक अर्कालाई फेरि लास्ट हक गर्छन्, तर तिनीहरूले डिसाइड गर्छन् कि अब तिनीहरू त्यो कल्टलाई जोइन गर्दैनन्। हालाकि जुन त्यो हक हुन्छ त्यो पनि तिनीहरूले एप्पल वाइटको पर्मिसनले नै लिएको हुन्छ, त्यही पनि तिनीहरूले लाइक फाइनली कति टाइमपछि एकअर्कालाई टच गर्छन्। यो कल्टमा एउटा स्पेसालिटी के थियो भनेपछि हरेक मान्छेलाई एउटा चेक पार्टनर भन्ने एउटा फिक्स पार्टनर दिन्थ्यो, त्यसैले कोही पनि मान्छे यस्तो पनि प्रकारको कुनै पनि प्रकारको रिलेसनसिपमा थिएन। लाइक मेल छौ भने तिम्रो चेक पार्टनर मेल नै हुन्छ र फिमेल छ भने फिमेल। यिनीहरूको टिभीमा पनि फिक्स प्रोग्राम्सहरू आउँथ्यो जसलाई चाहिँ एप्पल वाइटले सधैँ मोनिटर गरेर राखेको हुन्थ्यो। यो टाइम पिरियडमा एप्पल वाइट दिन बा दिन अझै अनस्टेबल हुन थाल्यो। लाइक उसको मेन्टालिटी यति हदसम्म बिग्रिन थाल्यो कि उसलाई आफै लाइक जो नियम उसले आफै बनाएको थियो सेक्सुअल डिजायर्स नराख्ने, उसलाई सुस्तो एउटा अर्को केटाप्रति लाइक गे टाइप उसलाई सेक्सुअल डिजायर्स आउन थाल्यो। यो टाइममा एप्पल वाइटले पनि एक्सेप्ट गर्छ कि उसलाई नाइटफल वा न्याक्टरनल एब्रेसन जो यिनीहरूले भन्थे त्यो भइगएछ र यो कुरा सुनेर कल्टको अरू मेम्बर्सहरू सक भइगयो थियो कि लाइक जो लिडरले हामीलाई अर्को लाइफमा जानको लागि हेल्प गर्ने होला थियो र जसले आफै प्युरिटीको बारेमा भन्थ्यो त्यसलाई नै यो सब डिजास्टर कस्तरी आइरहेछ। त त्यो ग्रुपको एउटा लोयल मेम्बर डेभिड भन्नेले सजेस्ट गर्यो कि इफ यो प्रब्लमलाई कम्प्लिटली कट अफ गर्ने छ भने यिनीहरूले चाहिँ क्यास्ट्रेसन गर्नुपर्छ। जसलाई क्यास्ट्रेसनको मतलब थाहा छैन, क्यास्ट्रेसन बेसिकली मिन्स रिमुभल अफ प्राइभेट पार्ट्स मेलको। त जब यिनीहरूले डिसाइड गर्छन् कि यिनीहरू क्यास्ट्रेसन गर्छन् त तिनीहरू कसैलाई फोर्स गर्दैनन् कि लाइक तिमी क्यास्ट्रेसन गर नै गर, बट जसले पनि क्यास्ट्रेसन गर्दैन नि त्यसको मनमा आफै एउटा सेल्फ डाउट आइहाल्थ्यो कि इफ म गर्दैन त के म लेफ्ट आउट त भइहाल्थेन जजमेन्ट डेमा अर्को लाइफमा जानको लागि। त फाइनल्ली सबैले कमनली एक टाइममा क्यास्ट्रेसन गर्छन् र त्यो सब एउटा नर्सले जो त्यो टाइममा त्यो कल्टमा प्रेजेन्ट थियो, किनभने तिनीहरूलाई थाहा थियो इफ तिनीहरू एकैचोटि यति धेरैजना एउटा हस्पिटल या कुनै यस्तो कमन हेल्थ केयरमा जान्थे क्यास्ट्रेसन गर्नको लागि त पक्का केही न केही डाउट मान्छेमा आउँथ्यो। त तिनीहरूले डिसाइड गर्छन् कि तिनीहरू कल्टभित्र नै लाइक एउटा नर्सको थ्रु सबैजना एकैचोटि क्यास्ट्रेसन गर्ने। 1990s एकदम अनसर्टेन वाला टाइम थियो, किनभने यो टाइम कम्प्युटर कोडर्सहरू जो दुईवटा डिजिटमा डेटहरू लेख्थे त तिनीहरूको विश्वास के थियो भने जस्तै त्यो डेट 2000 जनवरी 1 मा जान्छ त यो वर्ल्ड एन्ड भइहाल्छ, किनभने कम्प्युटर यति बेलासम्म 2000 इयर र Jan 1 त्यतिसम्म कोड गर्न सकेको थिएन। र यो टाइममा हेल्बअप भन्ने एउटा कमेन्ट पनि यहाँ स्काईमा देखिन्छ र यो कुराले कल्टको मेम्बर्सहरूलाई अझै कन्फर्म पारिदिन्छ कि लाइक डे अफ जजमेन्ट एकदम नजिक छ। र तिनीहरूले त्यो हेल्बअपको साथै एउटा अनआइडेन्टिफाइड अब्जेक्ट पनि त्यसको अराउन्डमै हुन्छ र तिनीहरूले डिसाइड गर्छन् एउटा टेलिस्कोपको थ्रु त्यो अब्जेक्टलाई हेर्नु, किनभने तिनीहरूलाई के लागेको थियो जुन यिनीहरूको फर्मर हेड थियो बोनी नेट उसले चाहिँ नेक्स्ट लाइफमा जानको लागि आफ्नो स्पेससिप लिएर लाइक अर्को लाइफमा जानको लागि तयार भएकी छ लाइक थ्रु युएफओ टाइप। त तिनीहरूले डिसाइड गर्छन् कि एउटा टेलिस्कोप किनेर ल्याउने र त्यो टेलिस्कोपको थ्रु जब कल्ट मेम्बर्सले त्यो कमेन्टतिर हेर्छन् त तिनीहरूले यस्तो केही पनि देखिँदैन र तिनीहरू सक भइहाल्छन् कि लाइक किन हाम्रो हेड देखिरहेको छ स्काईमा, बिकज सी वाज मेन्ट टु गो थ्रु नेक्स्ट लाइफ अब थ्रु द्याट भेहिकल जो यिनीहरूले भन्थे। त जस्तै तिनीहरूले त्यहाँ केही पनि देख्दैनन् त तिनीहरूले डिसाइड गर्छन् कि त्यो टेलिस्कोप पनि रिटर्न गरिदिने र यो कुरा देखेर कल्टको मेम्बर्समा सुस्तो डाउट क्रिपिन भइरहेको थियो। तर एप्पल वाइटले तिनीहरूलाई कन्भिन्स गरिहाल्यो कि लाइक यो कमेन्टको थ्रु नै अब सुस्त यो वर्ल्डको एन्ड आउनेवाला छ। यति बेला यिनीहरू सबले डिसाइड गर्छन् कि अब यिनीहरू फरक पर्दैन यिनीहरूले मान्छेले यिनीहरूलाई कल्ट सोचोस् या केही सोचोस्, यिनीहरू चाहिँ लिटरली रोडमा आइहाल्छन् यो प्रमोट गर्न कि लाइक अब जजमेन्ट डे एकदम नजिक छ र तिमीहरू छिटोभन्दा छिटो हाम्रो कल्टमा जोइन भऊ, किनभने यो मात्र थ्रु तिमीहरू अर्को लाइफमा जान सक्छौ र तिमी इफ हाम्रो कल्टमा जोइन गर्दैनौ त तिमी लेफ्ट आउट भइहाल्छौ र तिमी नेक्स्ट लाइफमा जान सक्दैनौ वा नेक्स्ट बिग स्टेज जुन यिनीहरूले भन्थे त्यो पनि पाउन सक्दैनौ। यो टाइम पिरियडमा यो फेडरल एजेन्सिज जो युनाइटेड स्टेटलाई गभर्न गर्थे तिनीहरूले चाहिँ जो पनि मान्छेले इलिगल वेपन्स वा फिर यस्तो कल्ट टाइपमा केही फिजिकल एक्टिभिटिज या फिजिकल भाइलेन्सहरू गरेको थाहा पाउँथे त इमिडिएटली त्यसमा एक्सन लिइरहेको थिए र तिनीहरूलाई लिटरली किल एट साइड पनि गरेर राखेको थिए। त त्यो कल्टको जुन मेम्बर थियो हेड एप्पल वाइट त्यसले डिसाइड गर्छ कि इफ लाइक तिनीहरू वेपन्सहरू लग्छन् र इलिगल्ली त्यो वेपन्सहरूलाई आफूसँगै राख्छन् त फेडरल एजेन्सिजहरू आइहाल्छन् र तिनीहरूलाई लाइक किल एट साइड गरिदिन्छन् कि
लाइक तिनीहरू नेक्स्ट स्टेजमा जानको लागि तिनीहरू सजिलो होस् कि लाइक तिनीहरू आफैबाट केही प्रब्लम नहोस्। तर यो प्लान फेल भइहाल्छ किनभने तिनीहरूले वेपन्स मिल्दैन र फेडरल एजेन्सिजले यो कुरा थाहा पनि हुँदैन कि तिनीहरूलाई यति एकैचोटि यति धेरैजनाले वेपन्स किनिराखेछन्। र फाइनली यो अटेम्प्ट जब तिनीहरूको सक्सेसफुल भएन त तिनीहरूसँग मात्र एउटा अप्सन बच्यो, द्याट इज सुसाइड। त तिनीहरूले डिसाइड गर्छन् कि लाइक केही टाइम एउटा फिक्स टाइममा 1997 मार्चमा तिनीहरू सुसाइड गर्छन् र एप्पल वाइटले तिनीहरूलाई आफै पर्मिसन दिन्छ कि तिमीहरू फाइनलचोटि इफ तिमीहरूलाई घुम्न जानेछ वा कहीँ जानेछ भने फ्रीली तिनीहरूलाई जानको लागि बस टिकट वा फेरि केही पनि गरेर पठाउन तयार थियो। त तिनीहरू एज अ ग्रुप पनि फाइनली डिसाइड गर्छन् कि तिनीहरू अलग अलग ठाउँमा घुम्न जान्छन्। तिनीहरू लाइक ओसियनको साइडमा जान्छन्, बिचेसहरूमा जान्छन्, माउन्टेन्सहरूमा जान्छन्। त्यसपछि इयर आउँछ 1997को मार्च महिनामा, जहाँ एक दिन अचानक यो कल्टमा 39वटा मेम्बर्स जुन बाँकी थिए तिनीहरूले फाइनली मास सुसाइड गरिहाल्छन्, एक्सेप्टिङ कि तिनीहरूबाट अरू कुनै अप्सन्स थिएन आफ्नै जान लिने बाहेक कि तिनीहरू वेट गरेर राखेछन् नेक्स्ट स्टेजमा जानको लागि र यो मात्र एउटा तरिका थियो नेक्स्ट लाइफमा जानको लागि। त फाइनली तिनीहरूले सुसाइड गर्छन् र यो ग्रुपको केही मेम्बर्सहरूले एन्ड मोमेन्टमा चाहिँ सुसाइड नगर्ने पनि डिसाइड गर्छन्। त तिनीहरू आज पनि जिन्दा छन् र तिनीहरूको इन्टरभ्यू तिमीहरू युट्युबमा जहाँ पनि पाइहाल्छौ। लाइक मैले पनि केही युट्युब सोर्सेसहरूबाट नै यो पाएको। फाइनली हेभेन्स गेटको च्याप्टर फरएभरको लागि एन्ड भइहाल्छ। कहिले कहिले मेरो दिमागमा यो कुरा आउँछ कि लाइक हेभेन्स गेटको के साँच्चै यही मोटिभ थियो र के तिनीहरू साँच्चैमा यतिसम्म ब्रेन वास थिए कि लाइक तिनीहरूले एउटा यस्तो मान्छेको कुरा माने जो अलिअलि मेन्टली अनस्टेबल सुरुबाटै थियो र त्यसले आफूलाई एज पोप वा फिर जिजस क्राइस्टको सेकेन्ड कमिङको नाममा पनि आफूलाई बहुत प्रमोट गर्थ्यो। त फाइनली यसको साथै हाम्रो हेभेन्स गेटको च्याप्टर खतम हुन्छ। इफ तिमीहरूलाई भिडियो राम्रो लाग्यो भने यो भिडियोमा तिमीहरू लाइक सब्सक्राइब गर्न सक्छौ। यस्तै अरू मिस्ट्रिजहरूको लागि पनि यो भिडियो वा फिर अरू भिडियोजहरूको लागि पनि वेट गर्न सक्छौ। आई होप यु लाइक दिस भिडियो। यो चाहिँ मेरो फर्स्ट अटेम्प्ट थियो यस्तो टाइपको भिडियोज बनाउन। प्लिज डु लाइक एन्ड सब्सक्राइब, अल्सो कमेन्ट कि तिमीहरूलाई यो भिडियो कस्तो लाग्यो।